So hello guys, welcome back to another video. स्वागत छ तपाईलाई नयाँ एउटा अर्को भिडियोमा। सो आज भिडियो चाहिँ हल्का स्पेशल हुने वाला छ, त टेन्सन नलिनु गाइस। र अर्को कुरा के छ भने चाहिँ म चाहिँ अहिले रेगुलर आउन पाउँदिन क्या, मतलब रेगुलर भिडियो बनाउन पाउँदिन किनभने चाहिँ मेरो चाहिँ म कलेजमा पढ्दै छु हैन, 12 क्लास हो। 12 क्लासको फाइनल एक्जाम आइसकेको छ, लगभग 3 महिना कति महिना छ, 21 महिना हैन, पुस मार्च फागुन चैत 3 महिना छ हैन। 3 महिनामा फेरि साइन्स लगेको छ क्या, अनि साइन्स लगेपछि के हुन्छ तपाईलाई थाहा नै होला, अभियसली पढ्नै पर्छ हैन, पढ्दैन भनेपछि गयो क्या अभियसली हैन। सो त्यही भएर चाहिँ अहिले म फोकस दिनु परेको चाहिँ म रेगुलर ब्लग हाल्न पाउँदिन। सो कहिलेकाहीँ यसो चान्स चाहिँ म मिलाएर पढाइहाल्छु र 12 पास भयो भने चाहिँ 12 पछाडि चाहिँ म रेगुलर ब्लग हाल्नेछु गाइस। सो त्यही हो। अहिले चाहिँ म अहिले मार्केट जाँदैछु हैन, मार्केट जाउँ भनेको यहाँ यो ज्याकेट पनि धोया होइन के गर्ने होइन। फुल लुक्स चाहिँ यस्तो, फुल लुक्स मेरो यस्तो छ गाइस, हेर्नु यहाँ पहिल्यै तिमीलाई सम्झिलैलाई चाहेको होइन र डिटल बजार सरर सररा सररा कालो लगाउँछ साडीको कहानी घर एउटा जुदा छिनको छिनमा लडी चाहिँ जाउँछ, म जुत्ता लगाउनु पर्ने हुन्छ सर। अब जुत्ता लगाएर चाहिँ झ्याममा म गइहाल्छु। र आज चाहिँ स्पेसली के गर्नुपर्ने छ भनेपछि फर्म भर्नुपर्ने छ 12 फर्म भर्नको लागि चाहिँ 11 को सर्टिफिकेट दिएको छ होइन, त्यो 11 को सर्टिफिकेटलाई चाहिँ फोटोकपी गरेर चाहिँ ल्याउनु पर्नेछ र 2वटा फोटो पनि खिच्नु पर्नेछ। अनि त्यो फर्ममा चाहिँ 2वटा फोटो र 11 को सर्टिफिकेटको चाहिँ फोटोकपी चाहिन्छ। सो त्यो चाहिँ बनाउनुमा जाँदैछु बजारतिर। र अर्को कुरो के भने चाहिँ आज चाहिँ मौसमको फाइनल डेट हो, कोलपुरको मौसमको फाइनल डेट हो होइन। सो त्यही भएर चाहिँ त्यहाँ पनि जाउँ कि भनेर सोचिरहेको छु। र अर्को कुरा के भइरहेको छ भने अलिक चिसो ज्यादा भएर चाहिँ रुगा लागिरहेको छ क्या मलाई। सो त्यही भएर चाहिँ बोल्न अलि हल्का बोल्न चाहिँ हल्का गाह्रो भइरहेको छ क्या मलाई। सो त्यही भएर अलि चिसोबाट बस्न लगाएको छ, किनभने चिसो एकदम बढिरहेको छैन। चिसो बढ्यो भने चाहिँ रुगा लाग्ने, खोकी लाग्ने, रुगा खोकी पुरा बढिहाल्छ क्या त्यो। त्यही भएर चाहिँ लसुन प्याज खाने गर्नुहोस्, किनभने चाहिँ लसुन प्याज खाए चाहिँ लसुनले चाहिँ के गर्छ भने चाहिँ तपाईँको अक्सिजन लेभल बढाउँछ, चिसोमा पनि त्यस्तो गर्नु दिँदैन क्या। सो त्यही भएर चाहिँ लसुन खाने गर्नुहोस् गाइस, लसुन खाने गर्नुहोस्। ओके ल ठिक छ। अब चाहिँ मैले यो पोलिथिनमा चाहिँ हेर्नु, यहाँ यो पोलिथिनमा चाहिँ हाल्छु तिनी डकुमेन्टहरू हुँदैन, सर्टिफिकेट र अर्को त्यो 11 को प्रवेश पत्र छ, त्यसलाई पनि लेभलेसन गरेर ल्याउनु पर्ला र त्यसलाई चाहिँ फोटोकपी गरेर ल्याउनु पर्ने हुन्छ। अनि सो त्यही हो गाइस, भिडियोलाई अझै समय नलाइ च्यानल नयाँ हुन्छ भने सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला। सो लेट्स गो। र उहाँ के हुन्छ लेट्स सी हैन। ओके लेट्स गो। सर अब चाहिँ मोजा सोजा लगाउँछु, जुत्ता लगाउँछु, अनि त्यसपछि चाहिँ ध्यानधुम गरिहाल्नुपर्छ र ध्यानधुम गरिहाल्नुपर्छ। कस्तो अलिक मेरो ढुङ्गा लागेर चाहिँ हल्का अलि त्यो आवाज चाहिँ अलिक बिग्रियो जस्तो होला होइन। त्यसमा चाहिँ टेन्सन नलिनु गाइस। अनि माइकलाई चाहिँ थोरै माथि राख्नु, त्यो ज्यादा झरे भुँडी पनि बल्यो होइन। ओके यहाँ ल ठिक छ। यसो देखाउनु होला कि देखाएर चाहिँ राम्रो देखिँदैन नि त, त्यस्तै भएर एङ्करिङ गर्न लागि ठिक छ। तर ठिक छ गाइस, भिडियोमा नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला। मोजा लगाउनु पर्ने हुन्छ, मोजा चाहिँ फेरि कालो भइसकेको छ, त्यस्तो चाहिँ लगाउनु लागि मोजा त हुँदै रहेछ तिम्रो कतिले होइन। हुने टाइम मिलिरहेको छ नि, चिसो हुँदैन, सुन्दैछु हुँदैन क्या। त्यही भएर र जुत्ता चाहिँ यता छ गाइस, जुत्ता एकदम के भन्छ त्यसलाई, जुत्ता पनि नलिएर कालो भइसकेको छ। जुत्ता चाहिँ हिलवाला तिमीलाई सम्झिलैलाई बसेको पनि डिटल बजार। जुत्ता चाहिँ यो हो, यी जुत्ता हिलवाला होइन सर। जुत्ता लगाएर जानुपर्ने हुन्छ के गरेर ठिक छ। म हल्का ल्याउनु छु क्या, हिलवाला जुत्ता लगायो भने अनौलो मानिँदो रहेछ। एक दिन स्कुल लगेको थिएँ, स्कुल लगेको त डिआरले देख्यो स्कुल रुल ब्रेक गर्न, स्कुल के भन्छ त्यसलाई, स्कुलको रुल ब्रेक गर्छस् भनेर एउटा हस्पिटल गऱ्यो अड्याले गएर चिसोमा एउटा नाम दिएदेखि चाहिँ मैले स्कुल लग्दिनँ। त्यही हो
सामानहरू छ सामानलाई हामीले चाहिँ यसै ड्याममा ओजो लगाएर ड्याममा पारेर चाहिँ यतातिर त्यो ब्यागभित्र खलाइ हालिहाल्छौँ होइन सो त्यही भएर यसमा के छ पैसा कति पो लग्यो भने त्यो पैसा पुगेर अन्त गाह्रो हुन्छ त डकुमेन्ट घर बनाएर त्योमा तिमीलाई सम्झी गरिब भइसक्यो पनि धेरै नजिक भएर त्यो आवाज औडा सुन्ने लाग्यो है पैसा लगे जस्तो लाग्छ मलाई कति लगेको छ पैसा कहाँ गयो पैसाले गएर त फेरि फसेन होइन ए रहेछ ल अनि चाहिँ त्यो मैले कहाँमा राखेको थिएँ यार एक मिनट यसमा छ यो मेरो स्कुल ब्याग दिस इज माई अलि सोच्छु दिस इज माई स्कुल ब्याग सो दिस इज भेरी डेन्जरस एन्ड के भन्छ धेरै पैसा हालो माउनु पर्छ ओके कहाँ राख्ने थिएन जो अस्ति स्कुलबाट ल्याएको होइन बाहिरै निकालेको छैन एउटा लाउने यसमा छ यसमा चाहिँ मेरो सर्टिफिकेट जीवन साइडमा चलफल हानिदिनु पर्छ क्या चलफल हानिदिनु पर्छ जिपी कति आएको छ हेर्नु है आफैले 2.82 होला सायद 2.82 माथि हेर्नु ट्यालेन्ट हो त ट्यालेन्ट के 3 जिबी आएको छैन के ट्यालेन्ट हुनु होइन ठिक छ ठिक छ my body is really good. Apa aja mau saya ada sih. Kalau itu lah, kalau ada kita proses mau guys, aku jadi semua jadi su. Roy di channel mana yang nonton subscribe करना guys, ये तो मेरा first channel हो. Ramai regular जुड़ने ना पाए, कुछ भी बहुत सारे regular जुड़ने की कोशिश करते हो, okay? So then welcome to my channel and subscribe me. Already vlog edit done होला. So okay. Final entry, dysentery. Allowed. Sir, पता है कि मानते हैं? लाइक पसंद है ना? So then